दिदी चाहिँ रेडी हुँदै गर्नु भइरहेको छ यता ठुलानी सबैजना आफ्नो काममा बिजी हुनुहुन्छ अहिले चाहिँ बाबु सुत्दैछ यता बाहिर नि हो छोरो भात उठ्या छ तरकारी छ भात खाऊ है ठुलो कुकुरको भात हो के रे भात राम्रो जीवाले फुट्या छ यो त्यो अर्को टेस्ट हुन्छ एउटा म जानको लागि कलेज पनि रेडी भइसक्यो हाम्रो ट्याक्सी आइसक्यो दादा हुनुहुन्छ लगेजहरू रेडी पारेर राख्नु भएको बाहिर निकाल्यो अब दिदी निस्किन बाँकी छ अब हामी हिँड्ने बेलामा फेरि भेटेर हो ट्याक्सीमा हाल्दै हुनुहुन्छ सानो मान्छे साइड मा हाल्न त्यो बोरिङमा पानी दिँदैन नि फेरि त्यो दिँदैन त्यो केही लिक्विड पदार्थ केही पनि दिँदैन त्यो त नि यहाँ बाहिरसम्म मात्र त्यो पानी त लु मम्मीले दिन आउनु तपाईँ भित्र बस्ने हो हामी बाहिर यो त एयरपोर्टमा दिँदा नि हुन्छ त्यसो भए हैन र पनि एयरपोर्टमा दिँदा नि हुन्छ दिने हो दिने त्यही हो अनि के भन्छ झोला चाहियो नि त मम्मी आउने के हो यो आफ्नो डकुमेन्ट आउँछ फोटोकपी मात्र बोकेर जाने त सोशल डिएक्ट डकुमेन्ट मात्र आउनु एकछिन टीका लगाइदिनु टीका लगाइदिनु पर्दैन टीका लगाइदिनु 100 रुपियाँ जति पैसा त्यो बाबुहरूलाई नानीहरू छैन छैन दिनुपर्छ नानीहरूलाई आऊ न रामसँगले बस बोल्दै यहाँ बस बाबु एकछिन आहारसँग होइन पिटिक्कै बोल्दै बुझ्छ थोरै लगाइदिनु ठुलो दही खाने हजुर गुड मर्निङ थोरै थोरै धेरै नै थोरै यो त साइड मात्रै हजुर ल अन्ना खाने भयो अन्ना खाने त्यो चम्ची राख्नु अन्ना सिमी खान्थ्यो दिन हात सामान र अनि यहाँसम्म प्याकरको लागि म चाउँछु नि हातले सम्म अर्को नि खा अन्डा खा ल ल यतातिर राख्छु बाबु लिएर जानु ल है यता राख्नु पर्दैन सबै किन लगाउनु लिएर जानु ल ऊ त्यो पूजा कोठातिर लगेर राख्नु ल यो चाहिँ खानु है त्यो चाहिँ पूजा कोठा नलानु बाबु खानेकुरो त्यो चाहिँ राख्नु ल के गर्नुपर्छ मैले पानी सर्नुपर्छ पानी अब यसो छर्किँदा नि हुन्छ होइन उल्टो गरेर नगर्नु फुलको यसो दायाँ बायाँ छर्किसो मास्टर राख्छु भयो
घरमा सिमल नाले एउटा आयो यो फुलको ढुङ्गा जस्तै एकदमै राम्रो भविष्य रहोस्, एकदमै सामाजिक सफलता रहोस्। ल ल यही सँगै बस्छ। फिल्म हाम्रो ट्याक्सी ल बस्छ नानी फुपूसँग बस्न है फुपूलाई फेरि जुत्ताले हान्दैन छोड्दैन ऊ अगाडि नै बस्छ फुपूलाई फोहोर चाहिँ फोहोर गर्छ चप्पल खोल्न त्यो तेरो कुल्छ सबका कुल्छ यो होला त्यहाँ दाहिने ठाउँ छ झोला म बोक्छु नि हामी एयरपोर्टमा आइसक्यौँ ए ऊ हजार पनि झरे दे कहाँ मलाई दिया फेरि सामानहरू बोक्यो बेग लेके जाता है तो कहाँ Mami tara to? विदेश जाने मान्छेको हालत यस्तो छ अब खेली भरन भए विदेश जाने मान्छे त
बेसीलाई ठग्ने यता काठमाडौँमा कता अनि कपडाहरू कति सस्तो सस्तोमा पाइन्छ यस्तो भन्दै